So guys, welcome back to another new video. र आज चाहिँ 20820101 हैन जस ह्यापी न्यू इयर लागिसक्यो र आज अहिले चाहिँ बिहानको कति 6:30 भयो र घाम पनि आउन आँट्यो र एकदमै मौसम आजको दामी हुनेछ र जो सबैजनालाई घाम झुल्किँदैछ पर चाहिँ घाम जो झुल्किँदैछ त्यो सबैजनालाई ह्यापी न्यू इयर र के भन्यो चरीहरू पनि ग्राउन्डमा धेरै छ कागहरू कागहरू जस यहाँ कागहरू आइबस्छ यो रुखमा सुन्नु गरेर आएछ र जस अब के भन्दैन अब 2082 को लागि रिजन 2082 को लागि 2082 देखि अब पछाडी जे जति भयो त्यसलाई छोडेर अब के भन्नु जीवनमा प्रगति गर्दै जानु है अझ के भन्नु ठिक छ ओके गाइज जस्ट 2082 को चाहिँ आज हाम्रो एक्कासी बिहानबाटै हाँसेर सुरु भयो 2081 मा चाहिँ यस्तो चोटहरू लागेछ अब 2082 मा नलागोस् पाठहरू सिक्यो हजुर के भन्नु चाहनु म चाहिँ केही भन्दिनँ हैन केही शब्द भन्दिनँ न हैन केही भन्दिनँ यसो म केही भन्दिनँ भन्दिन न भाइ भन्देऊ न हैन दुई चार शब्द मात्र मैले भनिसकेँ हैन म नभने त्यही अब पछि सम्झना स्वरूप 2083 को लागि हुन्छ भने जस्तै अब 2081 बाट केही सिकेको पाठहरू केही यसो हैन केही नभने केही छैन त्यस्तो न केही छैन यार कस्तो छ कस्तो भयो त हजुरको 2081 को एकदम रमाइलो भयो यार अनि अब शुभ बिहानीमा कस्तो के सिक्नु भयो तपाईले मैले 2081 बाट 2082 मै अब बिहानै हाँसिया छ यसरी नै अब त्यही हो म केही भन्दिनँ त्यस अब आज घुम्नु चाहिँ कता जाने कि आज एक्जाम चाहिँ आज अब हाम्रो चाहिँ एक्जामको विक चलिरहेछ के अब के भन्नु तपाईँ भन्नु न कस्तो मैले अघि भनिसकेँ त हैन मारौँ उता केस काट्नेतिर आयो कि मान्छे ए अब साथी चाहिँ अब केस बिहानै काटेर अब घुम्न जाने भन्ने कुरो हुँदैछ अब ठिकै छ मेरो त खासै काट्नु पर्दैन जस्तो छ उस पनि काट्ने हो कि ओके गाइज ह्यापी न्यू इयर यो भिडियो चाहिँ अब भरे अपलोड गरिन्छ होला ओके ह्यापी न्यू इयर वान्स अगेन सबैलाई ह्यापी न्यू इयर सबैजनालाई